हामी चाहिँ ड्युटी हिँडेको गाइज के अरे डलरबाट हाम्रा युट्युबबाट हाम्रो सेफ साहबहरू यता हेरौँ त हाई गाइज गुड गुड यसो हेर्नु आइ भन्नु पर्यो नि त होइन कसम युट्युब हेरेर लाइक गर्नु पर्यो बन्द गर्छु नि होइन ए गाइज हामी चाहिँ अब ड्युटी परेको छ के गर्ने यस्तै छ भारू कमाउनु भारू कमाउनु परेन भारू होइन क्यामेरा हेरेर कस्तो बगल्ला यस्तो बिल्डिङहरू छ यतातिर यो बिल्डिङ मेरो 4 करोडमा मैले किन्ने भन्ने प्लानमा छु भने पैसा यार 3 करोड 999 लाख रुपियाँ कम परेको छ नि त यसो छ भने हालिदिउँ होइन सबैले मिलेर एउटा फ्ल्याट भने दिउँला यो बिल्डिङको 89,89,000 रुपियाँ कम परेको छ 3 करोड 89,89,99 रुपियाँ 99,000 कसरी भयो 89 पछि बल्ल 90 आउँछ 99 भने हो मैले 3 करोड 99 लाख 99,099 रुपियाँ कम पर्यो के भनेपछि मसँग 1 रुपियाँ छ होइन अब त्यति जुगाड गर्नु पर्यो हामी चाहिँ आधा बाटो आइपुग्यो गाइस जाँदैछौ छिटो छिटो यस्तो गाडी चलाएर हिँड्छन् मान्छेहरू चाहिँ हामी चाहिँ यसो लेख्रै हिँड्दै जानु परिरहेछ तेरे दिल खुसी से चाहिँ महलो गाइज सुरता चाहिँ यस्तो छ होइन कति सोसाइटी एरिया हो गाडीहरू पार्किङ छ त्यही महल हो यो चाहिँ आवाज छ ठाउँ चाहिँ टक्क लागेर आज यस्तो भइरहेछ ठ्याक्कै हामी आइपुग्यो हिजो चाहिँ रातभरि पानी आएर पानी जम्मा भएको अवस्था होइन ल फाइनली आइपुग्यो हामी चाहिँ क्यामो कुक मोडर्न हाउस जो चाहिँ हाम्रो रेस्टुरेन्ट होइन अहिले चाहिँ ओपन हुँदैछ कहाँबाट चाहिँ हाम्रो रेस्टुरेन्ट है टक्क लागेर हेलो गाइज यो चाहिँ हाम्रो किचन अहिले चाहिँ भर्खर चालु हेलो भन्न त एकचोटि हामी ड्युटीमा आइपुग्यो गाइज नमस्कार क्या हाल है ऐसे ना जाओ पिया ऐसे ना जाओ पिया जुड़ी है राहें सारी तुझसे जाना धन तू भी क्या याद रखेगा जाहिर में तेनू छोड़ दिया यो चाहिँ हाम्रो कोल्ड रुम यहाँ चाहिँ भेजिटेबलहरू रहन्छ लास्टै चिसो चिसो हुन्छ होइन अनि हाम्रो सामानहरू चाहिँ यहाँ ब्याकअप सामानहरू चाहिँ यहाँ हुन्छ
हैन सब्जी टक्क लाएर एक छाक धानमा गाह्रो भो प्यारी गाउँमा बसेर